हेलो गाइज आई एम गेटिङ रेडी। म चाहिँ घर जानको लागि तयार भइसकेको छु होइन। आफ्नो घर जान पाउँदा मलाई खुसी लागिरहेछ होइन। हामी गाउँको आफन्त इष्टमित्र सबैजना मिलेर घर जान लागिरहेछौँ। बाटोको यात्रा पनि साह्रै रमाइलो हुन्छ जस्तो लागिरहेछ। त्यसपछि मेरो घर देखाउँछु, मेरो मम्मी देखाउँछु, मेरो हजुरआमा देखाउँछु है त गाइज। सबैजनाले मेरो टिकटकलाई कपी लिङ्क गरिदिनु होला है त। ओके गाइज, बाई बाई। म चाहिँ गएको, सबैजनालाई मिठो माया। एनिवे हामी कहाँ हिँडेको भनेर त थाहा पाइहाल्नुभयो हजुरहरूले होइन। अनि यो चाहिँ हामी मुलकोटमा हो। यहाँ चाहिँ एकदमै राम्रो रमाइलो थियो मुलकोटमा पनि होइन। अनि सर हामी गइरहेका थियौँ। हामी सबैजना दाजु भाउजू भाइ बहिना दादा म सबैजना हिँड्दै गर्ने क्रममा फेरि हामीलाई चाहिँ भोक लाग्यो। त्यसपछि हामीले यहाँ बसेर आनन्दले खाजा खायौँ। अनि मैले चाहिँ खाइनँ किनभने मेरो व्रत थियो, त्यसैले मैले चाहिँ खाइनँ। दाइ भाउजू बहिनी भाइ दादाले सबैजनाले खानुभयो। म चाहिँ फेस हेर्दैछु, धुलोले गर्दा एकदमै रफ भइरहेको थियो होइन। अनि यहाँ चाहिँ फाइनली खाइसकेर उनीहरू अगाइसके जस्तो छ होइन। एकदमै बिन्दास छ, एकदमै रमाइलो भइरहेको थियो हाम्रो ट्रिप। एनिवे राम्रै थियो भनौँ न होइन। घर जान पाउँदा अर्कै खुसी, अर्कै उत्सुकता, के रमाइलो थियो। अनि खाजासाजा हामीले खाइसकेर त्यहाँबाट फेरि अब हिँड्नै पर्यो। लामो बाटो थियो होइन, टाढा पुग्नुपर्ने थियो। लगभग हामीलाई 5-6 घन्टा लाग्थ्यो आइपुग्नलाई, घर आइपुग्नलाई। अनि हामी ऐना भएको ठाउँमा आइपुग्यौँ। अब यहाँ यता एकछिन रोकेर भेटी चढाउनु पर्यो होइन। यो त एकदमै भनौँ न प्रसिद्ध ठाउँ पनि हो। तर कतिलाई त थाहा हुन पनि सक्छ, नहुन पनि सक्छ। तर हामीलाई चाहिँ एकदमै यो ठाउँ एकदमै उ लाग्छ के भन्ने होइन, राम्रो लाग्छ। अनि हामी त्यहाँ भेटीहरू सबै चढाइसक्यौँ। अनि अब स्कुटरलाई ध्वजा बान्ने पनि क्रम भएको थियो। दादाले चाहिँ नयाँ स्कुटर लिनुभएको थियो। अनि त्यहाँ भाउजूलाई कौन पैसा चढाए दादाले चाहिँ रमाइलो लागिरहेको छ। रेडी चढाइदिनु, ध्वजाहरू मान्न जाँदै हुनुहुन्छ, जति चढाए नि हुन्छ। लगाइसक्नु भएको छ। खुजुरा छैन। यहाँबाटको दृश्य पनि एकदमै रमणीय थियो होइन। हेर्दाखेरि रात पनि पढ्न लागिरहेको थियो हामी चाहिँ, किनभने धेरैजना भयो। अनि ढिलो हिँड्या हो कि 12-1 बजीतिर हिँड्या। यतिखेर हिँड्यो भने आनन्दले रमाइलो पनि हुन्छ। धेरैजना भइसकेपछि धेरैजनाको मजा नै यही त छ नि होइन। अनि दाजु भाउजूले चढाउनु भयो, दादा आयो भन्दै होसिन्छ होइन। दादालाई एकदमै रमाइलो लागिरहेछ, उत्साह छ। यहाँ बहिनी दादा हुनुहुन्छ, यता अर्को दादा हुनुहुन्छ, यिनीहरू पनि एक्साइटेडै छ नि हुनुहुन्छ होइन। अब यहाँ अब स्कुटरलाई ध्वजा बान्ने कार्यक्रम हुन्छ। भाउजूले अझै ध्वजा ल्याउनु भएको छैन। मलाई भने छुट्टै आनन्द आइरहेछ, खिचिरहेको छु। घर जानुपर्ने रमाइलो पनि छुट्टै छ, अनि उहाँहरूसँगको रमाइलो पनि छुट्टै छ। अनि स्कुटरलाई ध्वजा बान्ने क्रम भइरहेको छ। यहाँ चाहिँ हाम्रो चाहिँ यस्तो मान्यता छ कि यहाँ चाहिँ फर्स्ट टाइम जाँदाखेरि स्कुटर या आफूले साधनहरू लाँदाखेरि चाहिँ यहाँ चढाएर टिका लगाएर प्रसाद लिएर आउनुहुन्छ कतिजनाहरूले चाहिँ होइन। कति कराउँछ यो बाख्रा। अनि आउनुहुन्छ। हामीले पनि त्यही नै प्रोसेस जारी गऱ्यौँ होइन, नियमको पालना गऱ्यौँ। अनि अब हामी यहाँबाट फेरि अब हिँड्नु पर्यो, यहीँ बसेर त भएन। त्यस पछाडि अब हामी यहाँबाट हामीलाई मन्तरी पुग्न धेरै टाइम लाग्छ, अझै पनि 2 घन्टा त त्यति लाग्दैन होला, 2 घन्टा जस्तो। अब बिस्तारै जान्छौँ हामी। दादाले फर्स्ट टाइम लिएर आउनु भएको, अलिक गाह्रो हुन्छ बाटोमा। काठमाडौँमा चलाइराख्ने मान्छेलाई गाउँ आउँदाखेरि अलिक गाह्रो नै हुन्छ, किनभने रोडहरू अलिक घुमेको हुन्छ, मोडिएको हुन्छ होइन। अनि अब हामी हिँड्नको लागि तयार भइसकेका छौँ। अब फेरि यहाँबाट हिँडेपछि हामी फेरि हाम्रो भेट
खुर्कुट पुगेर भयो हामी त फाइनली होइन अनि यहाँबाट हिँड्यौँ अनि हाम्रो खुर्कुट पुगेर भयो फेरि हामी झरेर चाहिँ ठाउँ एकछिन बस्दै हिँड्दै गर्दा थियो के नै थियो र होइन ढिला होला भन्ने थिएन केही थिएन सबै आफ्नै साधन भइसकेपछि पुगिहाल्यो के भएर अनि हामी यहाँ खुर्कुटबाट हिँड्यौँ घर हिँडेका छौँ गाइस। त्यसपछि हामी खुर्कुट पुलबाट पनि त्यहाँबाट सरेर हामी अब घरतिर हिँड्यौँ। यहाँ बाख्रा कुखुराहरू कराएर हैरान छ होइन। मैले चाहिँ घर आइपुगेर भिडियोलाई एडिट गरेको। अब गाउँमा यस्तै त हो नि होइन। एउटा नि हामी